Hello guys, so welcome to my channel. So आज चाहिँ म यहाँ गोदावरीमा घुमाएको छु with my guys हैन. सो म तपाईहरुले सबजना एक-एक गरेर इन्ट्रोडक्सन गराउँछु. So hi. Hello. Introduction please. Myself, Meena Dama. Okay. Here is our TikTok queen. Hey. Hello. Your introduction please. Your name. I am Sabina. Okay. Bye bye. Hello. Hello. Chunu Pulami Magar. Hello. Hi, Sankala. Hello. Soli, we're at Godavari. Hello. Hi, Rosie. Okay, they all are my friends. So, Sabina, lo, के बोल न म छाडिदिरा यस्तो रमाइलो भइराछ entertaining girl of our group हैन guys हैन entertain गर्छ अहिले गरेछ भने म I will capture in my camera okay no so here she is playing so हाम्रो चाहिँ dry picnic भनेर हामीले चाहिँ so सबै चिज dry मात्रै छ के पनि so you can see our fruits kurkure our girls party cake popcorn strawberry and whatever okay watermelon okay ल बेलुन सँग खिच मैले तिम्रो भिडियो खिचिरहेको छु उ चाहिँ बिना ल्याइदेऊ balloon oh balloon ओ फुट्ला फेरि oh my god give that to her कस्तो राम्रो बेलुन खाना खाना के खानु नहुनेले खान केटीहरुले हेलो मीना अबे म त मेरो स्वर सुन्छ क्या के गरिरहेको छौ तिमी खोइ Hello. सबिना हेलो खाने प्रोग्राम सकेर हाम्रो चाहिँ हेर्नु 4 जता पायो त्यति खाएर फाल हुन त्यही भएर 4 टिप्ने हामीले दुईजना मान्छे एरेन्ज गरेको थियौ सो उनीहरूले चाहिँ 4 टिपेर डस्टबिन भएको ठाउँमा लग्दैछ 4 वालीहरू हो तिनीहरू सो हामी चाहिँ खाएर हिँड्दैछ नि गाइस आहो खाने कुरा बढी भएर म बियोस ओ माय गॉड उसले चाहिँ उसको आफ्नो छोरा र बुढालाई एकदम धेरै माया गर्छ सो फर देम हैन त Do you want to say something? Do you want to say something? Oh, thanks to my vlog? all my guys. To my audience, to my fans. Give me Allah. Give me a lot of love. Lots of love and lots of videos. Oh yeah. Support. Your We husband love is very you supportive, very supportive. Look at guys, तपाईहरु पनि यदि हैन यस्तो गोदावरीतिर anywhere not only गोदावरी जहाँसुकै पनि जान सक्नुहुन्छ तर यसरी खाएर फोहोर चाहिँ डस्टबिनमा हाल्नुपर्छ ओके हैन सो हामी चाहिँ खाएर हेर्नु यस्तो राम्रो राम्रो फुल छ यस्तोमा फोहोर फाल्यो भने हैन इट्स नट गुड नि त सो खुट्टा चोपाने भनेर सोचिरहेको थिएँ पानीमा सो गाइजहरु हेर्नुहोस् 5 बजी हालेछ हामी जानै पाएन दाइले को ए लो पानी हामी त भिजिन्छ ल थ्याङ्क यू दाइ भनिदिनु भएकोमा भिडियो हान्ने मैले भिडियो मेरो भ्लगमा बाई बाई डगी कहाँ मऱ्यो यस्तो राम्रो पिङ्क कलरको फ्लावर छ यार गोदावरीको फुलमा फुटै नखिचेको यस्ता पाराहरू सो ल केही शब्द बोल यता फर्केर
आज धेरै रमाइलो भयो अब चाहिँ यहाँ चाहिँ होइन अब मेरो नेक्स्ट टाइम चाहिँ अलिक धेरै बसिएर हामीले लास्ट धेरै त्यो शपिङमा टाइम वेस्ट गर्यो नि त हाम्रो फेरि यो त्यस्तो प्री प्लान थिएन नि त अन द स्पट भयो नि हामीले घरमा केही पकाउन पनि पाएन त्यही भएर गाइस हामीले जङ्क फुडहरू मात्रै जङ्क फुड मात्रै लेट पनि खानै सकेन खै नेक्स्ट टाइम चाहिँ हामी पुरा होममेड लिएर या स्टे ट्युन फर गाइस त्यो पनि हामी पोस्ट गर्छौँ नेक्स्ट टाइम ओके सो गाइस हामी चाहिँ फाइनली यो गेटबाट निस्कियौँ होइन गाइसहरू सिटी बजाएर नि हामी त कस्तो त्यो खोलामा गएर होइन हामीलाई कस्तो राम्रो फोटो खिचौँला कुन गीतमा टिकटक पनि बनाउने भनेको थियो है हेर सिटी बजाएर हामीलाई असल लगाइदिइरहेको छ गाइस सो गाइसहरू ल बाई बाई दियो लास्ट बाई 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 गुड नाइट 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 फोरवाली दुईटा फोरवालीहरू राम्रो ठाउँमा राख्यौ नि चली जैसे हवाई गगन गगन चली जैसे हवाई पवन पवन ल गाइजहरू घर जाँदैछन् अब बाई बाई गाइस अब चाहिँ हामी घर लाग्न आँटेको होइन ल बाई बाई